सुनै थिएँ हेलो फ्यामिली वेलकम ब्याक टु माई च्यानल तपाईहरुलाई मेरो आजको नयाँ ब्लगमा स्वागत छ। आई होप तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला हैन, जस्तो ठाउँमा भए पनि सन्चै हुनुहुन्छ होला। अनि म पनि एकदम फिट एन्ड फाइन छु। अनि अहिले चाहिँ एक्लै एकदम कहाँ छु भन्नुपर्दा है यो गाउँदेखि तलतिर रामपुरतिर झरिरहेको छु हैन। किन झरेछु केको लागि सब म भन्छु ब्लगमै। अनि यसो पिसाब फेर्न आइरहेको थियो, यसो रोकिम र पिसाब पनि हान्दिम अनि भ्लग पनि स्टार्ट हान्दिम न त भन्ने सोच आएर म चाहिँ जस्ट यहाँ ओर्लेको। र तलतिर के कराइरहेछ के बाँदर रहेछ ओए हेर्नु त आमा आमा बाँदर आम्बो बाँदर देखे त डर लाग्छ त मलाई त यार। म कहाँ गएर बनाउनु ब्लग होइन ओए के बोल्छु भन्दै थिएँ, के सोचले बोल्दै थिएँ बाँदरले तर्साइदियो। यसो गर्ने है अलि तल गएर बोल्ने, यहाँ डर लाग्यो क्या एक्लै छु होइन। अहिले सब बाँदर आएर फेरि आक्रमण हानिदियो भने त खत्तम हुन्छ। सो अलि तल गएर म सब कुरा बल्ल बल्ल भागेर आइदिएँ कि बाँदर यस्तो गराइदिएको एकदम पारेर बटारिदिएर जस्ट निस्केर म यहाँ आइसकेँ। अनि अहिले चाहिँ अलि तल आइदिएको, अब स्याट्ट कुरा गरौँ है, धेरै कुरा गर्नु छ। यसो छोटो मिठो मनको कुराहरू सेयर हानौँ है। म चाहिँ के को लागि हिँडेको भन्दा आज चाहिँ खासमा आज 25 गते नारी दिवस खास हिजो भयो क्या है। पहिलाको सालमा आज थियो क्या नारी दिवस पनि है। अनि नारी दिवसको दिन चाहिँ मेरो साइली दिदीको बर्थडे हो है, जन्मदिन। अब जन्मदिन भनेको मान्छेको लाइफमा सालमा एकचोटि आउँछ होइन। अब यो पालिको जन्मदिनसम्म त गडले हामीलाई एकदम सुरक्षित साथ राख्नुभयो। अनि अर्को पालिको जन्मदिन त भेटिन्छ कि भेटिन्न कसलाई थाहा हुन्छ र होइन। त्यस्तै हो, मरिन्छ कि बाँचिन्छ थाहा हुँदैन कसैलाई पनि। सो अनि हाम्रो चाहिँ के छ भन्दा जसको जन्म परे पनि है छोटो केक लग्ने, फ्यामिली सेलिब्रेसन गर्ने, केक लग्ने, फ्यामिली सेलिब्रेसन गर्ने मात्रै हो, त्यति हो। अनि आज पनि जस्ट दिदीको बर्थडे, म चाहिँ केक लिदिन हिँडेको। हल्का रमाइलो त गर्नुपर्छ नि, तब मरिलानु के छ र, मरियो भने त होइन बाँच्दासम्म रमाइलो गर्ने। अब जन्मदिनको दिनले के नरमाइलो गर्ने होइन। सो कति नै हुन्छ, अब सबैलाई बोलाएर खुवाउन त सकिन्न होइन, किनकि बिकज वी आर फ्रम पोर फ्यामिली होइन। हामी त्यस्तो एकदम ठुलो भोज डिजर्भ गर्दैनौँ, किनकि हामीसँग पैसा पनि छैन। वी आर के भन्छ त्यसलाई अब है, हामी पोर त्यस्तै हो। सो छोटो पैसामा मिठो आफ्नो फ्यामिली सेलिब्रेसन भएको सबलाई खुवाएर हुने केही पनि होइन। सो आफ्नै फ्यामिली खाने, रमाउने, रमाइलो गर्ने, त्यति हो। म चाहिँ बस त्यही भन्छु होइन। मलाई चाहिँ त्यही ठिक लाग्छ कि धेरै पैसा खर्च नगर्ने, जस्ट आफ्नो फ्यामिली सेलिब्रेसन हान्ने, बस्ने, रमाइलो गर्ने। पछि मर्दा पर्दा चाहिने नि आफ्नो फ्यामिली हो, जे गरे पनि फ्यामिली हो है। पछि त्यो खुवाउने, सबलाई बोलाएर खुवाएर सबै दुःख पर्दा हेर्दैन कसैले नि। सो त्यही भएर हामी चाहिँ जस्ट फ्यामिली सेलिब्रेसन हान्ने है। अनि अर्को कुरा के छ भन्दा होइन यस्तै। अनि मेरो भ्लग चाहिँ है तपाईँहरूले धेरै जसो यस्तो चाहिँ जहिले पनि आफू एक्लै भएको ठाउँमा खिच्छ यताउति भन्ने त गुनासो ला होला है। अब सबलाई त नभनौँ, जसले भ्लग हेर्नुहुन्छ त्यसलाई गुनासो ला होला है। अनि के भन्दा के छ त्यस्तो, किन म एक्लै बनाउँछु, एक्लै भएको ठाउँमा, धेरै मान्छे भएको ठाउँमा यताउति किन भ्लग खिच्दिनँ भन्दा मेरो एउटा समस्या छ कि। त्यो समस्या के छ भन्दा है अब त्यस्तै हो। ल हेर्नु नि यस्तो छ कि हामी फेरि यो हेर्नु त विश्वास भ्लग लेखेको छैन। नहुने मान्छेको धेरै चोरीफुरी क्या हामी। ल अब जस्तै भाइरल भ्लगरहरू हेरौँ न कति हुनुहुन्छ है नेपालमा। समथिङ आजभोलि त सबै भ्लगर छ क्या, सब कति भ्लगर हुनुहुन्छ। अनि उहाँहरूले चाहिँ यस्तो केही पनि के जो सक्सेस छ उसले केही वास्तै दिन्न कि उसको युट्युबलाई टाइम दिन्छ, बस भिडियो बनाउँछ हाल्छ गर्छ क्या है। अनि हामी चाहिँ भ्लग धेरै बनाउनु त आँट जोस आउँछ है, नआउने होइन क्या, बनाउनु जोस आउँछ। त्यस्तो झ्याउ पनि लाग्दैन क्या मलाई। म बनाइदिन्छु भ्लगहरू, तर यस्तो हो क्या बनाउँछु, मिहिनेत गर्छु, हाल्छु, खै त भ्युज। अस्ति भिडियो पार्ट 1 भनेर हाल्दै थिएँ, खै त्यसमा 50+ भ्युज छ। अनि के गर्ने है, अब के गर्न सकिन्छ। 50+ भ्युजले त हामीले त्यत्रो मिहिनेत गरेको सबै आफ्नो मनै मरिदिन्छ क्या।
अनि भिडियो बनाउनै मन लाग्दैन क्या, सपोर्टै छैन क्या, सब भ्लगर निस्क्यो अनि कसलाई सपोर्ट गर्न सक्छ। अब को भन्दा को राम्रो भन्ने कम्पिटिसन चलेपछि कसले सक्छ र होइन, सबलाई सपोर्ट गरेर। त्यही नै हो, म चाहिँ बस मेहनत गर्छु, मेहनत गर्न छोड्दिनँ। भर्खर स्टार्टिङ हो, अझै कति दुःख भोग्नै छ बाटोमा होइन। मैले भर्खर स्टार्टिङ गरेको भ्लग त स्टार्टिङ त 1 इयर्स भयो, तर मैले निरन्तरता दिएन भ्लगलाई, कहिले हाल्ने कहिले नहाल्ने, कहिले हाल्ने कहिले नहाल्ने। अनि एकचोटि त मेरो भिडियोहरू पनि डिलिट भयो है। सो त्यसको लागि म सरी भन्न चाहन्छु। भ्लग किन त्यस्तो अरू ठाउँमा बनाउँदिनँ, मान्छे भएको ठाउँमा भिडभाडमा भन्दा कन्फिडेन्ट छैन, 0 लेभल कन्फिडेन्ट। अब भ्लग खिचेर हिँडिन्छ, सबले सोध्छ कति छ सब्सक्राइबर, कति छ यताउति सोध्छ होइन। भन्न पनि लाज लाग्ने के 300 400 भन्न पनि लाज लाग्छ नि आफैलाई। अनि सो भिडियो बनाउने कन्फिडेन्ट नआएको हो, भन्न लाज लागेर नआएको कन्फिडेन्ट चाहिँ। कन्टेन्ट ल्याउनको लागि चाहिँ अलिअलि भ्युज आइदिनु पऱ्यो, आफ्नो निरन्तर सब्सक्राइब प्लस हुन पऱ्यो। त्यति भएपछि त जस्तो ठाउँमा पनि कन्फिडेन्ट आउने रहेछ क्या। सब्सक्राइबर नभएपछि त भ्लग बनाउनु पनि कन्फिडेन्ट नआउने के, लाज लाग्ने छे त्यसले के भन्ने होला, यस्तो सब्सक्राइबर छैन, यस्तो दुःख गरेर हिँड्ने भन्ने हो कि यताउति भन्ने हो कि भन्ने एकदम लाज लाग्ने क्या। म चाहिँ त्यो पोइन्टले अगाडि बढ्न नसक्या हो क्या। अलिअलि सब्सक्राइबर भेटाएको भए, मैले अलिअलि भ्युज भेटाएको भए चाहिँ म अगाडि बढ्थेँ क्या। अब भ्युजै भेटाएन, अब म आफै त्यस्तो कन्टेन्ट दिन नसके होला, त्यो मेरै गल्ती हो है। जस्तो छ त्यस्तै कन्टेन्ट दिएर पनि होला, म केही भन्दिनँ अरूलाई पनि है। अडियन्सहरू त जे राम्रो देख्यो त्यही हेर्ने, मै उस्तै छु। युट्युबमा जे रमाइलो राम्रो देख्यो त्यही हेरिदिन्छु। मेरै आफ्नै भ्लग म एडिट गरेर हालेपछि हेर्दिनँ, त्यस्तो हुन्छ नि। त्यही हो, मैले कन्टेन्ट दिन नसकेको होला है। अब आफ्नो कोसिस बेस्ट गर्छु। मलाई कन्फिडेन्ट पनि एकदम 0 लेभलमा छ, कन्फिडेन्ट बढाउनु छ। म एकदम कन्फिडेन्ट बढाएर अगाडि बढ्छु भन्ने सोच राखेर अहिले चाहिँ फेरि भ्लग पुनः स्टार्ट गरेछु मैले। दिन बिराएर भोस्, कुनै सानोतिनो प्रोग्राम पर्दा भोस्, आज पनि बर्थडे प्रोग्रामले गर्दा स्टार्ट गरेँ मैले भ्लग त। तर भन्नु चाहिँ धेरै कुराहरू थियो, खालि भन्न नभ्याउने। सो आज मनको कुराहरू पोखिदिएँ। अब म यहाँदेखि निस्किन्छु होला है। यहाँदेखि अब स्थलतिर यता फाँटमा झर्नु छ, फाँटमा झरेर अनि केक सेक लिएर भेनाजुलाई लिएर आउँछु होला। अनि फेरि दिदीलाई लिन आउँछु होला क्या, दिदी फेरि बसमा हिँड्न झ्याउ मान्नु भयो। सो बाइकमै ओसार्छु होला मैले जहाँसम्म। अनि आज त अस्ति बिहा भएको नयाँ दिदी भेनाजु पनि भर्खर बाटोमा आउँदै हुनुहुन्छ अन द वे। सबै फ्यामिली भेटेर सब सेलिब्रेसन जस्तै चाहिँ हो, सबै फ्यामिली एकसाथ हुने भन्ने कुरा हो। ल अब म यहाँदेखि निस्किन्छु, अहिले के हुन्छ कसो हुन्छ सब जानकारी दिइराख्छु। धन्यवाद। जिउँदो परमेश्वर प्रभु येशू, तपाईँलाई यस समय यस घडीको निम्ति तपाईँलाई धन्यवाद भन्दछौँ। तपाईँ परमेश्वरको अनुग्रह, तपाईँको प्रेम, तपाईँको दया प्रभु हाम्रो जीवनमा, हाम्रो परिवारमा तपाईँ परमेश्वर हातमा गर्दछौँ प्रभु। धन्यवाद छ, सबै कुरा तपाईँको हातमा राख्दछु येशू प्रभुको नाममा आमेन। र तिमीलाई शान्ति दिउन्। यसरी नै तिमीहरूले इजरायलीहरूमाथि मेरो नाम कायम राख्नेछन् र म तिमीहरूलाई आशिष दिनेछु। आमेन। परमेश्वरले साँच्चै नै नानीको जीवनमा है आफ्नो चेहरा प्रकाश गरून्, अनुग्रह गरून् र आशिषको मोल बनुन्, हाम्रो चाहिँ यो कामना छ है त। ल हुन्छ, बर्थडे बाल्नु पनि त्यसमा त्यसले खोल्न नचुनै थियो। के हुन्न कि एउटा के हुन्न कि केकमा गएर टमाटर वानको त उल्टे भयो। ह्याप्पी बर्थडे भने खै त सबैले ह्याप्पी बर्थडे टु यु। 23 वर्ष गएको नयाँ होइन पुरानै दिदी घरमा नयाँ पुरानै दिदी अहिले नयाँ हो नि त यहाँ।
भेनाजुसँग ल यता हाम्रो सेकेन्ड भेनाजु फर्स्ट भेनाजु माइलो के माइलो माइला डर समाला पनि है भेनाजु यता हेर्नु यता हेर्नु नि एकचोटि रमाइला दिदी जेठो दिदी जेठो भेना अब जेठो दिदी बाबु दिदीको पालि जेठो दिदीको पालि हम 5 रुपियाँ कहाँ गरेर भएको कता 5 रुपियाँ थियो कता 5 रुपियाँ थियो मन साथी दिन त यता हेर्ने दिदीहरूले अहिले फेरि युट्युबमा आइनमा भन्ने ल माइलो भेनाजु अब हजुर पालि अब उपहार त त्यस्तै भयो क्या धेरै अब तयारी साथ आउनु पाइयो माइल दिदी यता माइल दिदी यता छिडाउन छिडाउन छिटाउनु के के खाना आएको ओरिजिनल मान्छे के खाना आएको यिनी हो के खाना आएको हेलो आइ भ्या बाबु भलकमा यति खुवाइदिए मन साथी उठ्ने होइन ए नखाउने हामीले भयो नखाउने भयो हामीले नखाउने पैसा छैन हामीसँग चम्चा छ है चम्चा मेरो गिफ्ट त्यही भयो मलाई ल्याइदिनुहोस् बर्थडे
यस्तो सिङ बनाइदिएको हेर्न ए भयो केक पार्टी चल्दैछ हामी केक खाँदैछौँ मलाई त केक खान अहिलेसम्म पाइरहेको छैन मलाई बर्थडे गर्लले केकै दिनु भएको छैन ल यता सबैजना एकदम सँग सबै केकले माते जस्तो छ बाबु खै त मलाई केक बाबु खै त मलाई केक एक्लै खाने हो खै त मामालाई दिएको मलाई हो खै त म मिसबल लिन गएको मान्छे थ्याङ्क यू मम्मी खा बाबु ल है तल लग्यो हो त्यो नयाँ चम्मच हो भयो भयो के यो मलाई मात्र खाइदिनु के होला एकदम रमाइलो भइरहेको छ एकदम सेलिब्रेसन